यहाँ बोल्नु र टेलिभिजनमा गएर बोल्नुमा के तात्विक फरक छ? हामीले यसको उत्तर खोज्नुपर्छ। हामी आउँछौँ, आफ्नो धारणा राख्न 1 देखि 4 मिनेटको समय पाउँछौँ। समय सकिन साथ माइक काटिन्छ, घन्टी बज्छ, एउटा परम्परागत कर्मकाण्ड पुरा हुन्छ अनि हामी बाहिरिन्छौँ। सभामुख महोदय, कतै हामीले यो संसदलाई एउटा औपचारिक जस्तो त बनाइरहेका छैनौँ। यो प्रशासनिक र झन्झटिलो कार्यशैली लोकतन्त्र चलाउने एकमात्र बाटो हो भन्ने भ्रमबाट हामी निस्किनै पर्छ। उदाहरणको लागि आजकै यही संशोधनकै विषय हेरौँ। हामीले यो संशोधन गर्दाखेरि करिब 35 जनाले संशोधन राख्नुभयो र संशोधन राख्दै गर्दाखेरि हाम्रो आज मात्रै सबैको 3 घण्टा जति हामी यत्तिकै थाकेर बसिरहेछौँ सबै। अनि करिब 825 चाहिँ हाम्रो काम गर्ने घण्टा मात्रै वेस्ट भयो र यसो गर्दै गर्दाखेरि एकजना सांसद करिब 3 महिना सुते बराबर भयो। आजको यो हामीले कर्मकाण्डी पाराले हामी कतिसम्म चल्छौँ? सधैँभरि यसै गरी चल्नुपर्छ भन्ने पनि छैन। हामीले यसलाई परिवर्तन गर्न सक्छौँ। उदाहरणको लागि अहिले पनि हाम्रो प्रधानमन्त्री नै हेर्नुहुन्छ भने पनि विश्वमै एक हिसाबले सबैभन्दा कान्छो प्रधानमन्त्री हुनुहुन्छ। हाम्रो संसद पनि सबै युवाहरू छौँ। बुदागत रूपमा आफूले मैले बुदागत रूपमै राख्छु ध्यान केन्द्रित गर्नलाई अनुरोध गर्छु। हस्, धेरै धन्यवाद। हामी पनि यहाँ सबै युवाहरू नै छौँ। त्यही भएर यो युवाहरू अनुसार संसद पनि त्यसअनुसार हामीले नियमावली बनाउनु पर्छ भनेर मैले संशोधन राखेको छु र यो संशोधन चाहिँ विशेष गरी 56वटा नियममा चाहिँ हामीले संशोधन राखेको हुनाले यसलाई मैले समय चाहिँ अलिकति कम भएको हुनाले पनि छोटकरीमा मैले यस सम्बन्धी चाहिँ बुदागत रूपमा चाहिँ हजुर सामु चाहिँ राख्न चाहन्छु। पहिले चाहिँ हाम्रो संसदीय डिजिटल ड्यासबोर्ड हुनु पर्यो र यसको लागि चाहिँ हामी बोल्छौँ, शून्य समयमा बोलेका छौँ, आकस्मिक समयमा बोलेका छौँ, तर हामी सबै सांसदहरू बोलेका छौँ यसको ट्र्याक छैन। एउटा स्क्रिन बोर्ड चाहिँ हाम्रो संसद भवन बाहिर पनि को सांसद को माननीय ज्यू चाहिँ बोल्नु भएको छ, त्यो ट्र्याक रेकर्ड कहाँ छ, कुन मन्त्रालयमा छ, कुन विभागमा छ, त्यो ट्र्याक चाहिँ प्रत्येक दिन हेर्न पाउनु पर्यो र त्यो अपडेट पनि गराउनु पर्यो। र सँगसँगै यसमा चाहिँ सम्बन्धित मन्त्रीले पनि यस सम्बन्धी चाहिँ मैले कतिपय मन्त्रीहरूसँग पनि संवादमा छु, उहाँहरूले यहाँ संसदमा भइरहेका कुराहरू पनि उहाँहरूलाई जानकारी छैन। त्यही भएर यसमा पनि संशोधन गर्नुपर्छ भनेर विस्तृत रूपमा चाहिँ संशोधन राखेका छौँ। र अर्को चाहिँ हामीले विद्युतीय माध्यम भनेर भनेका छौँ, हामीले डिजिटल सिग्नेचर युज गरिरहेका छैनौँ। कतिपय यहाँ माननीय सांसदहरूको अफिसियल इमेल पनि छैन होला। अफिसियल इमेल पनि हामीले प्रोफेसनलिजम पनि यसलाई अंगीकार गर्नुपर्छ यो संसदमा। त्यही भएर डिजिटल माध्यम भन्दै गर्दा हामीले व्हाट्सएपहरू युज गरिरहेका छौँ, व्हाट्सएपमा मेसेजहरू आइरहेका छन्। यसलाई हामीले कतिको ट्रस्टेबल हो, भोलि बिहान व्हाट्सएप बन्द भयो भने हामीले के गर्छौँ, कतिको सेक्युरिटी सिचुएसन हामीले कतिको हेरेछौँ होइन। लगभग हाम्रा संसद एकदमै संसदमा महत्त्वपूर्ण सूचनाहरू त्यहाँ रहेका छन्। त्यही भएर यिनी कुराहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्छ